गुड मर्निङ साथीहरू। मेरो चाहिँ खाना रेडी भइसकेको छ हैन। अनि म चाहिँ यहाँ खाना पस्किँदै छु है। आज चाहिँ मैले माछा बनाएको छु के माछा। अनि यो प्याज अनि यो माछा यो चाहिँ तपाईको फ्राई गरेको हैन। अनि त्यहाँबाट यो चाहिँ सुप छ यहाँ हेर्नुस् है। तातो तातो माछा यो फेरि फ्रेश माछा हो है हजुरहरु। कस्तो लाग्यो तपाईहरुलाई मेरो माछा हेर्नुस् त। खोर्सानी पनि डढाएको थिएँ अनि साथमा अकबरे खोर्सानी अकबरे नै हो तर यो हेर्दाखेरि चाहिँ लामो छ हैन। अकबरे नै खोर्सानी हो साथीहरु। ल है त हजुर तपाईहरु पनि यस्तो मिठो माछा बनाएर खानु होला। थ्यांक यू फर वाचिङ।